युनिट अफ मेजरमेन्टको कुरा गर्दाखेरि हामीले चाहिँ पेन्टिङ एन्ड भार्निसेसबाट चाहिँ पढ्नेछौँ। पेन्टिङ एन्ड भार्निसेसको कुरा पेन्टिङ एन्ड भार्निसिङ चाहिँ स्क्वायर मिटरमा चाहिँ के गरिन्छ भन्दाखेरि युनिट अफ मेजरमेन्ट चाहिँ पेन्टिङ एन्ड भार्निसको स्क्वायर मिटर हुन्छ। अनि त्यसपछि हाम्रो चाहिँ रेलिङ हाइट एन्ड टाइप स्पेसिफाइड छ भनेपछि रनिङ मिटर हुन्छ। अनि युनिट अफ मेजरमेन्ट रेलिङको हाइट र टाइप कुन टाइपको रेलिङ हो त्यो चाहिँ स्पेसिफाइड भयो भनेपछि त्यसको चाहिँ युनिट अफ मेजरमेन्ट चाहिँ रनिङ मिटर हुन्छ। अनि रेन वाटर पाइप हेड फिक्स इन पोजिसन, जुन रेन वाटर हुन्छ रेन वाटरका पाइपहरूलाई चाहिँ हेडहरूलाई चाहिँ फिक्स इन पोजिसनमा चाहिँ फिक्स गर्दाखेरि त्यसको चाहिँ युनिट अफ मेजरमेन्ट चाहिँ इचमा हुन्छ। अनि त्यसपछि आरसिसी इन बिम स्ल्याब लिन्टेल अनि त्यसपछि आदिको चाहिँ इत्यादिहरू छन् भनेपछि त्यस्तोको चाहिँ क्युबिक मिटर हुने हो युनिट अफ मेजरमेन्ट। अनि त्यसपछि आरसिसी 1:2:4 इन स्ल्याब्स अफ जेल थिकनेस चाहिँ स्पेसिफाई छ भनेपछि त्यस्तो चाहिँ युनिट अफ मेजरमेन्ट स्क्वायर मिटर हुने हो। अनि रुफिङ इच एन्ड एभ्री डिटेल चाहिँ स्पेसिफाइड छ भनेपछि त्यसको रुफहरू होइन त्यसको एभ्री डिटेल चाहिँ प्रत्येक डिटेलहरू चाहिँ स्पेसिफाई छ भनेपछि स्क्वायर मिटर हुने हो। अनि स्क्रिटिङको पनि युनिट अफ मेजरमेन्ट रनिङ मिटर हुने हो। अनि त्यसपछि स्टोन मेसनरी रब्बल एन्ड अल्सारको लागि चाहिँ क्युबिक मिटर हुने हो। अनि स्टोन स्ल्याब इन रुफ स्ल्याब्स थिकनेस स्पेसिफाइड छ भने चाहिँ स्क्वायर मिटर हुने हो। अनि सोइङ अफ द टिम्बरहरू चाहिँ सोइङ गर्नु पर्यो। अनि त्यसपछि टिम्बरिङ अफ ट्रेन्चेस त्यसको पनि स्क्वायर मिटर नै हुन्छ युनिट अफ मेजरमेन्ट। अब स्टिल रेन्फोर्समेन्ट इन्क्लुडिङ द बाइन्डिङ वायरहरू त्यसलाई चाहिँ फेब्रिकेसन गर्ने कुरा फिनिसिङ गर्ने कुराहरू हामीले चाहिँ स्टिल रेन्फोर्समेन्ट त्यसको युनिट चाहिँ के हुन्छ भन्दाखेरि कुन्टल हुन्छ। अनि त्यसपछि स्टिल डोर एन्ड विन्डो स्टिलको डोर एन्ड विन्डो छ भनेपछि त्यसको पनि युनिट अफ मेजरमेन्ट चाहिँ स्क्वायर मिटर हुन्छ। अनि सिल्ट क्लियरेन्स इन इरिगेसनका क्यानलहरू जुन हुन्छन् नहरहरू तिनीहरूमा चाहिँ सिल्ट चाहिँ क्लियरेन्स गर्ने कुरा चाहिँ केमा गरिन्छ भन्दाखेरि क्युबिक मिटरमा चाहिँ गरिन्छ। अनि स्टोन स्ल्याब इन रुफ स्ल्याब्स छ्याजा आदिमा चाहिँ थिकनेस स्पेसिफाई गरेर चाहिँ गराउनु पर्यो भनेपछि त्यसमा पनि के हुन्छ भन्दाखेरि त्यसको पनि युनिट अफ मेजरमेन्ट चाहिँ स्क्वायर मिटर हुन्छ। अनि स्ट्रिकिङ चाहिँ स्क्वायर मिटरमा हुने हो स्ट्रिकिङ पनि स्क्वायर मिटरमा हुन्छ। अनि सर्फेस ड्रेसिङ एन्ड लेभलिङ सर्फेसहरूलाई चाहिँ ड्रेसिङ गर्नु पर्यो अनि लेभलिङ गर्ने कुरा त्यो पनि स्क्वायर मिटरमा हुन्छ। सप्लाई अफ अर्डिनरी सिमेन्टहरू विभिन्न किसिमका सिमेन्टहरूको सप्लाई गर्ने कुरा पनि केमा हुन्छ भन्दाखेरि स्क्वायर मिटरमा हुन्छ। ब्यागमा हुन्छ होइन ब्यागको यति बोरा सिमेन्ट सप्लाई गर्यो भन्ने कुरा। अनि सप्लाई अफ ब्रिकहरू चाहिँ ब्रिकको सप्लाई चाहिँ नम्बरमा गरिन्छ यतिवटा इँटा यति ल्यायो 4000लाई यस्तै इँटा अनि त्यसरी युनिट चाहिँ हामीले चाहिँ मेजरमेन्ट गर्छौँ। सप्लाई अफ ग्लासका प्यान्सहरू जसको चाहिँ थिकनेस स्पेसिफाइड गरिएको छ भनेपछि त्यसको युनिट के हुन्छ भन्दाखेरि त्यसको युनिट चाहिँ सप्लाई अफ ग्लास प्यान्स थिकनेस स्पेसिफाइड छ भनेपछि स्क्वायर मिटर हुन्छ। अनि सप्लाई अफ स्यान्ड सुर्की ब्रिक ब्लास्ट आदिको चाहिँ हाम्रो चाहिँ त्यसको पनि युनिट अफ मेजरमेन्ट चाहिँ क्युबिक मिटरमा हुन्छ। सप्लाई अफ स्यान्ड सप्लाई गर्नु पर्यो सुर्की ब्रिक ब्लास्ट आदि क्युबिक मिटरमा हुन्छ। अनि सप्लाई अफ पेन्ट
अनि त्यसपछि सप्लाई अफ पेन्ट अनि भर्निस आइएलइडिसी लिटरमा हुन्छ। अनि सप्लाई अफ ओडब्ल्युसी अनि वास बेसिनहरू, युरिनल ट्र्याप, स्टप कक, फिरुली अनि वाटर मिटरहरू यिनी पनि नम्बरमा चाहिँ युनिट के हो त भन्दाखेरि यसको नम्बरमा यतिवटा सप्लाई गर्ने भन्ने कुरा चाहिँ हुन्छ। अनि सप्लाई अफ इलेक्ट्रिक वायरहरू यति मिटर होइन, यति मिटर इलेक्ट्रिक वायर त्यो गर्ने सप्लाई गर्ने भन्ने कुरा चाहिँ मिटर भन्छ इलेक्ट्रिक वायरको सप्लाई। अनि त्यसपछि अनि सप्लाई अफ पाइप चाहिँ डायमिटर चाहिँ स्पेसिफाई छ भनेपछि सप्लाई अफ पाइपहरू डायमिटर स्पेसिफाइड छ भनेपछि मिटरमा चाहिँ सप्लाई गरिन्छ। अनि टर्फिङ अफ बोन्ड्सहरू त्यो स्क्वायर मिटरमा गरिन्छ होइन। अनि व्हाइट वासिङ कलर वासिङ पनि स्क्वायर मिटरमा गरिन्छ, व्हाइट वासिङ कलर वासिङ पनि स्क्वायर मिटरमा गरिन्छ। अनि वेल्डिङ एन्ड सोल्डरिङ अफ प्लेट कुन्टलमा गरिन्छ। व्हाइट वासिङ कलर वासिङ चाहिँ स्क्वायर मिटरमा। अनि त्यसपछि वेल्डिङ अफ सोल्डरिङ अफ प्लेटहरू कुन्टलमा गरिन्छ। वेल्डिङ अफ सोल्डरिङ अफ कुराहरू केमा गरिन्छ भन्दाखेरि केमा गरिन्छ अनि त्यो कुरा चाहिँ त्यसमा चाहिँ गरिन्छ वेल्डिङ अफ त्यो कुन्टलमा गरिन्छ सोल्डरिङ प्लेटहरू। अनि त्यसपछि वुडवर्क इन डोर एन्ड विन्डो फ्रेम ऱ्याफ्टरहरूको कुरा, वुडवर्क इन डोर एन्ड विन्डो फ्रेम ऱ्याफ्टरहरू यिनीमा चाहिँ वुडवर्कको काम। अनि ऱ्याफ्टर फ्रेम बिम रुफ ट्रस क्युबिक मिटरमा गरिन्छ। अनि तर वुडवर्क इन फ्रेम अफ डोर एन्ड विन्डो थिकनेस स्पेसिफाइड गरेको छ भनेपछि त्यसको युनिट अफ मेजरमेन्ट चाहिँ स्क्वायर मिटर भन्छ। अनि वेल सिङ्किङको रनिङ मिटर भन्छ। वायरिङ इन बिल्डिङ फर अल टाइप्स अफ पोइन्ट, वायरिङ अफ बिल्डिङमा चाहिँ वायरिङ गर्नु पऱ्यो फर अल टाइप्स अफ पोइन्टहरूको लागि भने फेरि त्यसको चाहिँ युनिट मेजरमेन्ट चाहिँ नम्बरमा हुन्छ भनेर चाहिँ बुझ्ने। अनि त्यसपछि एभरेज डेप्थ अफ एक्जाभेसन मेजर हुन्छ। एभरेज डेप्थ अफ एक्जाभेसन इन मेसनरी, एभरेज डेप्थ अफ एक्जाभेसन इन मेसनरी हाम्रो चाहिँ एभरेज डेप्थ अफ एक्जाभेसन इज मेजर बाई कोलम कल्ड द डेडम्यान लिफ्ट इन सेन्टर अफ द बोरोपिट भनिन्छ। एभरेज डेप्थ अफ एक्जाभेसन मेजर बाई अ कोलम इज कल्ड द डेडम्यान लिफ्ट इन सेन्टर अफ द बोरोपिट भनिन्छ। एभरेज डेप्थ अफ एक्जाभेसन मेजर बाई द कोलम एन्ड कल्ड द डेडम्यान लिफ्ट इन सेन्टर अफ द बोरोपिट भनिन्छ। अनि त्यसपछि अर्को के कुरा हुन्छ भन्दाखेरि द थिकनेस अफ प्लास्टर इज नर्मली किप्ड इक्वल टु द 12.5 mm चाहिँ हामीले चाहिँ थिकनेस अफ प्लास्टर चाहिँ नर्मल्ली कति राख्छौँ भन्दाखेरि 12.5 mm राख्छौँ। अनि क्वान्टिटिज अफ वुडवर्क आर जेनरली कम्प्युटेड इन टर्म्स अफ क्युबिक मिटर। क्वान्टिटिज अफ वुडवर्कको क्वान्टिटिजहरू चाहिँ जेनरली हामीले कम्प्युटेड इन द टर्म अफ क्युबिक मिटरमा चाहिँ गर्दछौँ होइन, क्युबिक मिटरमा। अनि त्यसपछि when the tender for supply of explosives for blasting are made, quantity is usually expressed in terms of हाम्रो चाहिँ विभिन्न एक्सप्लोसिभहरू हुन्छन्, त्यो एक्सप्लोसिभहरूलाई चाहिँ ब्लास्टिङको लागि युज गरिने तिनीहरूको क्वान्टिटी चाहिँ युजल्ली हामीले चाहिँ किलोग्राम अफ एक्सप्लोसिभ, यति किलोग्राम अफ एक्सप्लोसिभ चाहिँ सप्लाई गर्ने भन्ने कुरा चाहिँ त्यो कुरामा त्यसको युनिट चाहिँ किलोग्राम हुने भयो होइन। रिवेट आर स्पेसिफाइड बाई देयर टाइप, डायमिटर एन्ड लेन्थमा चाहिँ रिवेट चाहिँ स्पेसिफाइड गरिन्छ। रिवेटहरू चाहिँ स्पेसिफाइड बाई देयर
टाइप डायमिटर लेन्थमा चाहिँ रिबेटहरू चाहिँ स्पेसिफाई गरिन्छ। रिबेटहरू टाइप डायमिटर एन्ड लेन्थमा चाहिँ रिबेटहरू चाहिँ स्पेसिफाइड गरिन्छ। अनि त्यसपछि फर अल पाइप्स एन्ड फिटिङ आर क्लासिफाइड एकोर्डिङ टु देयर डायमिटर। फर अल पाइप्स एन्ड फिटिङ आर क्लासिफाइड एकोर्डिङ टु देयर डायमिटर। सम्पूर्ण फिटिङहरू चाहिँ हामीले चाहिँ डायमिटरका आधारमा चाहिँ क्लासिफाइड गर्दछौँ। त्यसपछि ब्रिक वर्क इज नट मेजर इन क्युबिक मिटर। इन केस अफ हाफ ब्रिक वालको केसमा चाहिँ के हुँदैन भन्दाखेरि ब्रिक वर्कमा चाहिँ इज नट मेजर इन क्युबिक मिटर। इन केस अफ हाफ ब्रिक वालको केसमा चाहिँ द ब्रिक वर्क इज नट मेजर इन क्युबिक मिटर। इन केस अफ द हाफ ब्रिक वालको केसमा हामीले चाहिँ ब्रिक वर्कको चाहिँ क्युबिक मिटरमा मेजर गर्दैनौँ। त्यसपछि द सेन्टर लाइन लेन्थ इज रिड्युस by half the thickness of main wall joining the partition wall at each junction. The center line length is reduced by half the thickness of main wall joining the partition wall at each junction. सेन्टर लाइन चाहिँ रिड्युस हुन्छ यदि हाफ थिकनेस अफ मेन वाल जोइनिङ द पार्टिसन वाल प्रत्येक जङ्सनमा चाहिँ गरियो भनेपछि सेन्टर लाइन लेन्थ चाहिँ रिड्युस गरिन्छ भन्यो होइन। द सेन्टर लाइन चाहिँ लेन्थ इज रिड्युस बाई हाफ द थिकनेस अफ मेन वाल जोइनिङ द पार्टिसन वाल एट इच जङ्सन। अनि पाइप्स लेड इन ट्रेन्चेस, पाइपहरू चाहिँ लेड गरियो, ट्रेन्चेसहरू पाइप फिक्स गरियो वालमा, त्यो चाहिँ मेजर गरिन्छ सेपरेटली, छुट्टै छुट्टै मेजर गरिने भयो। अनि त्यसपछि द क्वान्टिटी अफ आर्क मेसनरी अफ आर्क मेसनरी वर्क द क्वान्टिटी अफ आर्क मेसनरी वर्क द क्वान्टिटी अफ arc masonry work is calculated by the relation mean length of arc into breadth of wall into thickness wall हुन्छ। क्वान्टिटी अफ आर्क मेसनरी वर्क चाहिँ केमा क्यालकुलेटेड गरिन्छ भन्दाखेरि रिलेसन बिट्विन द लेन्थ अफ आर्क, ब्रेथ अफ वाल र थिकनेस अफ वालमा चाहिँ इन्टु थिकनेस अफ वालमा चाहिँ त्यसरी चाहिँ क्वान्टिटी चाहिँ आर्क मेसनरी वर्कमा चाहिँ क्यालकुलेटेड गरिन्छ। मेन लेन्थ अफ आर्क, ब्रेथ अफ वाल एन्ड थिकनेस अफ वाल। द रेट अफ एन आइटम अफ वर्क डिपेन्ड्स अन इट्स स्पेसिफिकेसनमा डिपेन्ड गर्दछ। द रेट अफ आइटम अफ वर्क डिपेन्ड्स अपन द स्पेसिफिकेसनमा चाहिँ भर पर्दछ भन्ने कुरा बुझ्ने। अर्को के छ भन्दाखेरि पे आउट अफ द भेरियस आइटम अफ वर्क एन्ड मटेरियल, के अरे पेमेन्ट कसरी गरिन्छ भेरियस आइटम अफ वर्क एन्ड मटेरियलको पेमेन्ट टु द कन्ट्र्याक्टर फर वर्क फर सप्लाई एन्ड मटेरियल अफ रोड मेटल अनि टुल्स एन्ड प्लान्ट्स इटिसी आर द मेड अन द बेसिस अफ मेजरमेन्ट रेकर्डेड इन द मेजरमेन्ट बुकमा चाहिँ मेजरमेन्ट बुकमा मेजर गरिएका रेकर्ड गरिएका मेजरमेन्टको आधारमा हामीले प्लान्टहरूको, टुल्सहरूको, विभिन्न रोड मेटलहरू, मटेरियलहरूको सप्लाई आदि जुन वर्कहरूको लागि प्रयोग गरिने त्यो चाहिँ कन्ट्र्याक्टरलाई चाहिँ पेमेन्ट गरिन्छ। यसका आधारमा मेजरमेन्ट बुकमा मेजर गरिएका कुराहरूको युनिटहरूको आधारमा भन्यो होइन। जब चाहिँ वर्क इज कम्प्लिटेड द डिटेल मेजरमेन्ट आर टेकेन युजली बाई द ओभरसियर and record in measurement book and an abstract of quantity is prepared on the cost is calculated at the rate of contract agreement which is claimed to the owner through the consultant. After approval of bill by the consultant, the bill amount is paid to the contractor. The mode of payment may be cash or check. मोड अफ पेमेन्ट चाहिँ क्यास अर चेकमा चाहिँ त्यसरी दिइन्छ। पेमेन्ट अफ कन्ट्र्याक्टर फर वर्क अफ सप्लाई मटेरियल रोड मेटल रोड टुल्स एन्ड प्लान्ट्स इटिसी आर मेड अन द बेसिस अफ मेजरमेन्ट रेकर्ड इन द मेजरमेन्ट बुक।
when the work is completed भयो द डिटेल मेजरमेन्ट चाहिँ लिइन्छ। युजली प्रायः जसो हामीले चाहिँ त्यो चाहिँ डिटेल मेजरमेन्ट चाहिँ ओभरसियरहरूले चाहिँ लिने गर्दछ एन्ड रेकर्डेड इन द मेजरमेन्ट बुकमा रेकर्ड गर्दछ र अफ स्ट्याक अफ क्वान्टिटी चाहिँ प्रिपेयर गर्दछ। त्यसपछि प्रिपेयर अन द अनि त्यसपछि कस्ट इज क्यालकुलेटेड गरिन्छ एट द रेट अफ कन्ट्र्याक्ट एग्रिमेन्टको आधारमा कस्ट चाहिँ क्यालकुलेटेड गरिन्छ अनि विच इज क्लेम बाई द ओनर अनि त्यसपछि क्लेम गर्दछ ओनर थ्रु द कन्सल्टेन्ट थ्रु चाहिँ ओनर क्लेम गर्दछ र आफ्टर एप्रुभल अफ बिल बाई द कन्सल्टेन्टद्वारा चाहिँ बिल चाहिँ एप्रुभल भइसकेपछि कन्सल्टेन्टद्वारा चाहिँ बिल चाहिँ एप्रुभल भइसकेपछि द अमाउन्ट इज पेड टु द कन्ट्र्याक्टरलाई चाहिँ पेड गरिन्छ। द मोड अफ पेमेन्ट मे बी क्यास अर चेकको थ्रु यसरी गरिन्छ भन्ने कुरा रहेछ होइन। अब इस्टिमेटको कुरा गऱ्यौँ होइन। इस्टिमेटको कुरा गर्दाखेरि के छ भन्दाखेरि एन इस्टिमेट इज अ रेकर्ड अफ कम्प्युटेसन अफ क्वान्टिटिज अफ मटेरियल and item of work required and expenditure likely to be incurred in the construction of building, road, dam, etc. Estimate is a record of computation of the quantities of material and item of work required and expenditure likely to be incurred in construction of building, road, dam, etc. The estimate gives the probable cost of work. Estimate gives the probable cost of work. It is determined by the theoretical calculation based on the plan, drawing, and current rates. It also gives the idea of time required to complete the work. The data required for estimate are drawing, specification, and rate चाहिने भयो होइन। स्पेसिफिकेसन रेट चाहिने भयो अनि डाटाहरू। Estimate भनेको record of computation of the quantities of the material and item of work required, expenditure likely to be incurred in construction of building, road, dam, etc. The estimate gives the probable cost of work. It is determined by the theoretical calculation based on the plans, drawing, estimate are drawing, and specification and rates. Objective of the estimate. Objective of estimate to find the probable cost of work. Main objective चाहिँ estimating को to find the probable cost of work. Cost of work को चाहिँ probable cost चाहिँ find गर्ने to find the probable cost of work main objective and त्यसपछि to find the quantity of various material and labor required. Quantity of various material and labor required quantity find out गर्ने and then objective of estimating to have an idea about the time of completion of the work. To have an idea about the time of completion of work. कुनै पनि वर्कको चाहिँ कम्प्लिट गर्न कति समय लाग्छ त्यसको आइडिया दिने चाहिँ केले गर्दछ दिनु चाहिँ उद्देश्य के हो एस्टिमेटको। अनि देन to help in controlling of the expenditure during the execution. एक्जिक्युसनको समयावधिमा चाहिँ के कति खर्च भयो खर्चहरूलाई चाहिँ कसरी कन्ट्रोल गर्ने भन्ने कुरा चाहिँ हेल्प गर्दछ एस्टिमेटले। अनि देन टु हेल्प चेकिङ द वर्क डन बाई कन्ट्र्याक्टरले चाहिँ कति काम गर्यो त्यो कुरा चाहिँ चेक गर्नको लागि हेल्प गर्दछ एस्टिमेटिङले। एन्ड देन टु हेल्प इन कम्प्लिसन अफ डिपार्टमेन्ट फर्मालिटिज सच एज इन्भाइटिङ टेन्डर टेक्निकल एन्ड सेक्सन इटिसी टु हेल्प